हामी चाहिँ कहीँ जान्छ देवराली मन्दिर जाने मेरो आयो यता गङ्गा यतामा अब यो रुमबाट हेर्ने काठमाडौँ मात्रै हो देवलालीको यात्रा अहिले चाहिँ अब हेर्नै छौँ मेट्रोतिर जाँदैछौँ कति टाइम लाग्छ थाहा छैन अन्दाज गरेर जाँदैछौँ बुढाबुढी को बगेर छ दामपेटीको विदेशकै मन्दिर भए पनि
तर खाजा खाने घरबाट बोकेर आइरहेको थियौँ ठाउँ नभेटाएर यहाँ रम्बल घारी अथवा बालुवा घारीमा आएर यहाँ खाजा खाने पिकनिक होइन खाना खोज्दैछौँ। अब ठाउँ यस्तै छ यो बालुवा घारी। अब के बसेर खाने अब एउटा हिस्टोरिकली पनि हुने भयो। यतातिरको दृश्यहरू चाहिँ यस्तै रहेछ, राम्रो छ यो उद्यानहरू। पानी खोला पनि जस्तै हुँदैछ। आज हामी दर्शन गर्न आएर पनि पानी परेको हो कि जस्तो लाग्छ। अब यो बालुवा गाडीमा हिँड्दैछौँ, रमाइलो छ। आजको हाम्रो यात्रा यहीँ विसर्जन गरेँ मैले हिन्दू मन्दिर आएको एउटा। अब फेरि कुनै यस्तो अवसर पर्यो भने फेरि भिडियोहरू बनाउनेछु। हस् त, नमस्ते। नमस्ते, धन्यवाद।